है अनि त्यस पछाडि क्लोज सकियो है। यसरी चाहिँ तपाईहरुले यो सेनरेमोमा सेट गर्न सक्नुहुन्छ। प्री इन्फ्युजन अनि प्री इन्फ्युजन भनेको चाहिँ तपाईले कसरी बुझ्ने भन्दाखेरि हामीले जब एस्प्रेसो यहाँ ग्राइन्ड गरेर लाउँछौं नि ब्लुमिङ गर्ने बेलामा हाम्रो कार्बन डाइअक्साइडहरुलाई चाहिँ डिग्यास र त्यसको एसिडिटिजहरुलाई चाहिँ लेस पनि गराएर चाहिँ अनि त्यसको बिटरनेस र स्वीटनेसलाई चाहिँ अलिकति हाई पनि गराउँछ है। अनि तपाईहरुले यो यहाँनिर जब लाउनुहुन्छ नि एस्प्रेसो लाइसकेपछि यहाँनिर तपाईले 3 सेकेन्डको रोक्नु हाल्नु भएको छ नि प्री इन्फ्युजन अन, त्यति बेला चाहिँ तपाईको एक्ट्र्याक्सनमा पनि फरक पर्छ। 3 सेकेन्ड चाहिँ यसरी ड्रप हुन्छ क्या, मतलब कि अब यो गरिसक्नु भयो नि हैन, 3 सेकेन्ड रोकेर बिस्तारो 3 सेकेन्डसम्म चाहिँ आउँदैन, यसरी स्लो ड्रप हुन्छ है। ल गाइज लाइक एन्ड सब्सक्राइब एन्ड फलो चाहिँ गर्न नभुल्नु होला प्लिज। थ्याङ्क यू सो मच। तपाईहरुको मायालाई धेरै धेरै सम्मान छ।